सो हेलो गाइज वेलकम ब्याक टु द न्यू ब्लग। सो आज चाहिँ म चाहिँ चिया खाइसकेँ होइन, तर यो चाहिँ किन हो उठ्न मानिरहेको छ उठ किन नउठेको त भन् त शेर गोटने में टाइम लगता है। साला कुराले बाँचेको छस् त कुराले बाँचेको छस् हेर त कुराले बाँचेको छस् त। हमारे पास और कुछ सब कुछ है जो हम बात सकते हैं। मोबाइल चलाएर कति बजिसक्यो भन्दा लु यतिखेर 7:30 त हुँदैछ। मेरो भ्लग हेरिसकेस् नि? हेरिस् आइसक्यो? अहिले नयाँ आज हालेको। ए आएको रहेछ 13 मिनेट भयो। अनि 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 अरे ये क्या है? कहीं के रहेछ ये क्या हो गया मेरे को? कस्तो छ? अरे थंबनेल जी की हो। कस्तो लाग्यो थंबनेल? खतरा थंबनेल बनाउँछु नि म हैन? तैँले मलाई गुस्सा दिलाएको? तैँले मलाई गुस्सा दिलाएको? यस्तै गाछ भने आज दिन यस्तो रमाइलो छ। किन भन्छ? शाहरुख खानको पोज हान्न मात्रै बाँकी छ। किन रमाइलो लाग्यो त्यो भन्छ? कोही छन् क्या, जस्ट इक्जाम्पल दिन्छु म एउटा मान्छे छ हो, त्यसले केही चिज गरिसकेन आँटेछ हो। अब मैले त्यो गर्न सक्दिनँ मात्रै भनेको थिएँ, त्यो मान्छेले त्यो चिज गर्नै सकेन। अब सक्ने बेलामा त्यो मान्छेले त्यो चिज गर्नै सकेन। अब चाहिँ मेरो गल्ती छ कि तैँले त्यो बिचमा किन बोल्यो? मैले केही बोल्दा हुँदैन क्या भाइ, त आफ्नो हतियार लिएर चल दिया। गाइस हाम्रो चाहिँ कुकुरले पनि घाँस खान्छ यहाँ, खाइदे बिर्खे घाँस। हाम्रो चाहिँ शाकाहारी कुकुर हो। शाकाहारीले यता मास मांस यो बोथ हो बोथ, यो सबै त खान्छ। मासु भनेको यसले चाहिँ त्यति खान मन गर्दैन। यो भनेको एकदम शाकाहारी कुकुर भन्छ यसलाई। मासु मांस हड्डी यताउता घाँस, यसलाई घाँस साह्रै मनपर्छ। यसको बाउ र जिराफको यसो उतो भएको छ बा, के भयो? यसको आमा र यसको बाउको क्रस ब्रिडिङ। यो प्राय खेतबारीमै हुन्छ क्या यो। हेरि हान्छ आइज बिर्खे अगाइनस्। के तेरो अनुहार देखेँ न त नि? मैले केही गरिसकेन जुन लगता है तुमको कुछ ज्यादा गुस्सा लग गया। साला आइज बिर्खे आइज 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 न ओए 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 बिर्खे बन्छु का सुपरम्यान। बिर्खे आइज आइज आइज। यसको ट्रेनिङ प्राप्त पनि छ यसलाई, किनकि यो शाकाहारी कुत्ता हो क्या यो। आइज कुत्ता कुत्ता आइज आइज हिँड्छु। ओए टार्जन 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 डर गया। अरे 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 वो क्या करा पता है? बिल्कुल रिस्क नहीं लेने का। आइज चल पुल पुल आइज ल आइज पुल पुल। सो गाइस आजको ब्लग कस्तो लाग्यो मन परेमा लाइक र कमेन्ट गर्न नबिर्सनु होला, सब्सक्राइब पनि गर्न नबिर्सनु होला। थ्याङ्क्स फर वाचिङ, बाई।